रापरपा नेता विक्रम पाण्डेलाई धरौटीमा छाड्न अदालतको आदेश। काठमाडौँ जिल्ला अदालतले इभिडिङ प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका नेता एवं पूर्व मन्त्री विक्रम पाण्डेसहित 11 जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। पाण्डेसँग अदालतले 4 लाख रुपैयाँ धरौटी माग्ने आदेश जारी गरेको छ। मुद्दा चलाइएका मध्ये प्रकाश ढुङ्गानासँग 10 लाख रुपैयाँ, सञ्जय भट्टसँग 10 लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ। यस्तै जीवन कुमार दाससँग 5 लाख, अमृत बोहरासँग 4 लाख, सागर कटुवालसँग 5 लाख, अनिल श्रेष्ठसँग 4 लाख र भास्कर राज आर्यालसँग 10 लाख रुपैयाँ धरौटी माग्न अदालतले आदेश दिएको छ। मुद्दा चलाइएका मध्ये सरकारी कर्मचारी नासु दिवाकर देउजालाई भने पूर्वपक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको छ। साथै यो मुद्दामा सरोज दाहाल, शान्त कुमार श्रेष्ठ, कृष्णबहादुर खत्री, निरञ्जन खनाल, इन्द्रबहादुर बोहरा, ज्योति सुवेदी, सृजन अधिकारी, भरत धामी, राहुलजङ कार्की, नारायण प्रसाद सिटिखुलाई प्रतिवादी बनाइएको छ। उनीहरू भने फरार रहेका छन्। सिआइबीको अनुसन्धान प्रतिवेदनका आधारमा गत वैशाख 25 मा सरकारी वकिल कार्यालयले उनीहरू विरुद्ध मुद्दा दायर गरेको थियो।